प्रायश्चित वदातु ब्रह्म समृद्धते पुष्पमण्डले फुल्लेर नमस्कार कपिले स्वरूप उत्तर कलश यागा छ या तीर्थ तावत चित्रवस्तु हन पाद्यवत लयन सौर ब्रह्मे नमो नमः पाद्य सर्वैन अर्पण सर्वैन बत्तीमा पर्ला बोलबाट दुना चन्द्र सुन्दर विरह थोडा जस्तो महालक्ष्मी देवता देवी परपना हे प्रसिद्ध माता विश्व सत्तम सरासर ओम गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरु साक्षात् श्री गुरुवे नमः माता पिता त्वमेव सुखात्मेव त्वमेव दयाद्रवतीमेव सर्वं देव देव कर्मोत्तम संसार साधुगुण आरम सदा वसंत बोले रामचंद्र भगवान को अधिपति देवता पंच पांडेव पितृभो वैष्णराय ऋतुरांग अग्नि ब्रह्मणे नमः ओम ब्रह्मणे नमः ब्रह्मणे नैर्य पुष्टिकाय नमः यागच्छ यतिश्राम इंद्राय नमः ओ अग्नि इति परवरी ऋषि त्रिपुर संगत अग्नि आयो विनियोग ओ अग्नि स्वाहा अग्नि त पछाडी ओ समय यति परवरी देवता ये हो विनियोग ओ समय स्वाहा जापम हुन्छ शिव भजन जप्दा जप्दै कैलाश जाने मन छ लैजाऊ शिव कैलाश तिम्रै लाग्छ लैजाऊ शिव कैलाश
प्रभु यही जोनीमा देऊ यिनै दुःख हुन् भने अर्को जोनी नदेऊ लैजाऊ शिव कैलाश दया रे रामा जय गोविन्द गोपाल दुवै दिनको जिन्दगी बित्दा दौडेर आउँछ काल 12 भयो पृथ्वीलाई राउनेको पापले रुना गइन् विष्णुसँग दुखीको स्वभावले दया भए दशरथको गोकीमा जानुला जन्म दिलिन् सीता रानी जन्म दिलिन् नुला सीता बेदी सुन्दरीको रूप बनि जाला आफै आउला बस देख्यौ सीता यो रणभूमि देख्यौ सीता जानुका यो रणभूमि
यसरी बस्छ हो यसरी माता बजाउन सकिन्छ पनि हुने थियो संयोग हामी के भयो भने सबै नयाँ नयाँ जस्तै जस्तै ठुलो कार्यक्रम उहाँलाई मञ्चमा विराजमान भएर आजको प्रवचन विषयलाई अगाडि बढाइदिनु हुनको लागि म विनम्र अनुरोध गर्दछु। श्री शशि शेखर भगवानको उपस्थित भक्तहरूको रामनवमी पर्वको अब मैले यो माइक्रोफोन हाम्रा गुरुजीलाई हस्तान्तरण गरेँ। उहाँले राम विषयमा आजको रामनवमी पर्वको विषयमा यहाँ चाहिँ केही प्रवचन हामीले फेरि औपचारिक रूपमा अरू कार्यक्रम गर्नेछौँ र हामीले भगवान श्रीरामको जन्म आज नवमीको दिनमा ठिक 12 बजे हुने भएकोले हामीले 12 बजे पश्चात हामीले चाहिँ भगवानको सेवा पूजा अर्चना आरती गर्नुपर्ने हो। अब हामीलाई समयले कति साथ दिन्छ 12 बजे पछाडि नै हामीहरूले आरती गर्छौँ। त्यो समयसम्म यहाँ अलिकति प्रवचन सुन्दै गरौँ सबै एकाग्र चित्त भएर। जय श्रीमन्नारायण। श्रीमन्गणाधिपतये नमः लक्ष्मी नारायणाभ्यां नमः उमा महेश्वराभ्यां नमः वाणी हिरण्यगर्भाभ्यां नमः सचिपुरन्द्राभ्यां नमः मातृपितृ चरणकमलेभ्यो नमः गुरुचरणकमलेभ्यो नमः। समस्त ग्रामवासी कुलदेवता इष्टदेवता वास्तुदेवता स्थापित देवता तथा च हामीले स्थापना गरेका पूजित गरिएका सम्पूर्ण देवी देउरालीहरूले यस हरियाली टोल हरैया निवासी समस्त माता पिता दाजुभाइ दिदीबहिनीहरूलाई आराध्य देव भगवान कैलाश पशुपतिनाथ लगायत सम्पूर्ण देवताहरूले सत्कर्ममा प्रेरित गराउन्। कसैलाई पनि दुःख विघ्न बाधाहरू नआओस्। सम्पूर्ण दुःख बाधा चाहिँ आराध्य देवले आफू शिरमा राखेर भक्तजनहरूलाई चाहिँ सदैव असीम कृपा प्रदान गराउन्। सोचेका आँटेका ताकेका सम्पूर्ण कर्महरू चाहिँ हाम्रो सफल हुँदै जान्। 81 सालको महापर्व अन्तर्गत हामीले सदैव हामीलाई रामको कृपा रहिरहोस्। सदैव यस धराधाममा हाम्रा आराध्य देव आदि शक्ति यी सम्पूर्ण देवताहरूले चाहिँ हामीलाई शक्ति प्रदान गराइरहनु भएको छ। त्यो शक्ति भनेको चाहिँ हामीले आफ्नो जीवनमा चाहिँ परिचालन गरिरहेका हुन्छौँ। समस्त ब्रह्माण्डलाई धारण गर्ने भएका चतुर्भुजी भगवान विष्णु हुनुहुन्छ। विष्णु भगवानले चाहिँ यस धराधाममा 10वटा अवतार लिनुभएको छ। त्यसमध्येमा 9वटा अवतार लिइसक्नुभयो। कलियुगमा आएर कल्की अवतार लिन बाँकी छ। भगवानले अवतार लिँदाखेरि यस्तै यस्तै अहिलेको परम अवस्था छ, जुन अवस्था छ, यस्ता जीवहरूलाई चाहिँ गति मार्ग दर्शन गराएर चाहिँ जाने कर्म भइरहेको छ। त्यसै अन्तर्गत पृथ्वी जब यो धराधाममा जलले प्रसङ्ग आउँछ, त्यसै वामन भगवानको अवतार भएको छ।
नृसिंह भगवानको अवतार भएको छ। जनावरको रूपमा पनि भगवानले अवतार लिनु भएको छ। मनुष्यको जीवनमा पनि अवतार लिनु भएको छ। यसै गरी यो धरतीको संरक्षण र भएका जीवहरूको उन्नति प्रगतितिर लैजानको लागि भगवान स्वयं दिव्य धामबाट यो धरातलमा जन्म लिएर आउनुहुन्छ। नृसिंह भगवानले मान्छे र जनावर दुईटैसँग मिल्दोजुल्दो अवतार लिएर आउनुभयो। अवतार लिएर आइसके पछाडि हिरण्यकश्यपु नाम गरेको दैत्य थियो। त्यो दैत्यलाई चाहिँ वध गर्नको लागि उसका पुत्र चाहिँ अत्यन्तै भलादमी थिए। भगवानको आस्थामा अत्यन्तै विघ्न रहने भएका प्रहलादजीको रक्षा गर्नको लागि भगवान नृसिंह अवतारमा उपस्थित हुनुभएमा सबै मानवहरूको 10वटा कलाले युक्त हुनुभएका भगवान राम दशरथ र कौशल्याको गर्भबाट यो धराधाममा उपस्थित हुनुभयो, जन्म लिनुभयो। जन्म लिइसकेपछि आत्माहरू यो धाममा पठाउँदाखेरि हजारौं वर्षको आयु लिएर चाहिँ पठाउनुहुन्थ्यो भने कलियुगमा गएर केही छोटो अत्यन्तै छोटो आयु छ। हाम्रो मानवको सरतर आयु भनेको 100 वर्षको राखिदिनु भएको छ। 100 वर्ष तपाईँ हामी सबै 100 वर्षमा पुग्न असम्भव रहन्छौँ। कोही पुगिहाल्नुहुन्छ तर पनि उनीहरूलाई अत्यन्तै कष्ट हुन्छ। सत्ययुगमा भगवानले हजारौं वर्ष आयु जीवमा प्रदान गराउनु भयो। त्यस आयुमा भगवान प्राप्ति गर्नको लागि हजारौं वर्षसम्म तप गर्नुपर्ने हुन्थ्यो। एउटै यज्ञ 10,000 वर्ष लगाएर त्यो अति उपदेश यहाँ दिनुभएको छ। जब हामी कसैको देहावसान भयो त्यो समयमा कसको न कसको नाम लिन्छौँ? रामकै नाम लिन्छौँ। अनि कतै झै झगडा भयो त्यो अवस्थामा कसको नाम लिन्छौँ? रामकै अवतार नाम लिन्छौँ। रामले राज्य गर्दाखेरि अत्यन्तै प्रजाहरूलाई चाहिँ हितैषी भावमा, जस्तो दाजु र भाइको सम्बन्ध कस्तो हुन्छ त्यो सम्बन्धको बारेमा प्रजासँग आफ्नै सहजै भ्राता हुन्, एउटै आमाको कोखबाट जन्मिएर एउटै स्तनपान जन्मिनुभयो। यसरी जन्मदै जाँदाखेरि उनीहरूमा चाहिँ भातृत्व प्रेम चाहिँ अत्यन्तै सुमधुर छ भन्ने कुरा दर्शनमा हामीलाई दिएर जानुभएको छ। दाजुभाइमा एक हुनुपर्छ। भाइ फुट्यो भनेदेखि के हुन्छ? बाहिरका दुश्मनहरूले आक्रमण गर्छन्। भाइ जुटिसके पछाडि बाहिरको दुश्मनको कसैको पनि केही आँट लाग्दैन। त्यही हिसाबले राम र लक्ष्मण भरत यी दाजुभाइ छुट्टा भिन्न भएर सौतेनी मामलाको कारणले गर्दाखेरि त्यहाँ अलिकति तिरस्कृत हुनु परेको छ। कुनै समयको त्यस्तो भगवानप्रति पनि त्यो कठोर वचन पर्न गयो। आफ्नो सौतेनी आमाको वचनले गर्दाखेरि केही समय जङ्गलको वनवास बस्नु भएको छ। 14 वर्षको वनवास। 14 वर्षमा जङ्गलमा रहेका ती वन्य जन्तुहरूसँग आफ्नो सान्दिग्धता भनेको नजिकको सम्बन्ध गाँस्नको लागि जानुभएको छ। जनावर बाँदरका सेनाहरू बनाउनु भएको छ। बाँदरहरूलाई सखा बनाउनु भएको छ। जनावरसँग पनि मानिसको अत्यन्तै घनिष्ठता प्रेम छ है भन्ने चाहिँ दृष्टान्त रामजीले दिनुभएको छ। त्यसरी नै कृष्णजीको जन्म भयो। कृष्णजीले पनि जनावरहरूसँग अत्यन्तै सुमधुर सम्बन्ध हाम्रो छ भन्ने गाईसँग अत्यन्तै भक्ति भाव दर्शाएर भगवान कृष्णले गाई चराउने गोठालो पनि भन्नुभएको छ। त्यस्तै गरेर भगवानका यी सम्पूर्ण अंशहरू यो धराधाममा आउँदा वामनको अवतारको बारेमा त हजुरहरूलाई वर्णन गराउँछु। सानो बालक ब्राह्मणको रूप गरेर यो धरतीमा चाहिँ जन्म लिन आउनुभयो भगवान। देख्दाखेरि सानो 3 वर्षको बालक छ, जनेउ लगाएको छ, कमण्डलु लिएको छ। त्यो समयमा यो धराधाममा दान गर्ने दानवीर बलि नाम गरेका राजा थिए। बलि राजाले प्रत्येक दिन दान गर्दा 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 स्वर्गका राजा इन्द्रलाई पनि कुबेरलाई पनि आसन डगमगाइदिनु भयो। अत्यन्तै दान गरिसक्नुभयो। प्रत्येक दिन 100वटा गाईहरू दान गर्ने। उनका गुरु थे शुक्राचार्य। दैत्यका गुरु शुक्राचार्य हुन्। शुक्राचार्यले प्रत्येक दिन
बलि राजाको घरमा आएर संकल्प प्रदान गराउनुहुन्थ्यो। संकल्प गरेर दिएको सामग्री सम्पूर्ण ब्राह्मणहरूलाई, योग्य व्यक्तिहरूलाई दान गरेर स्वर्गका राजा इन्द्र र कुबेरलाई समेत आसनबाट उठ्न बाध्य बनाइदिए बलि राजाले। अत्यन्तै दान गरिसके पछाडि त्यो दानलाई केही क्षण गर्नको निमित्त भगवान विष्णुले अब यो बलि राजालाई चाहिँ म केही समय दानबाट गरिरहेको पुण्यलाई चाहिँ केही क्षण गराउँछु भनेर वामन भगवानको चाहिँ रूप लिएर यो धराधाममा आउनुभयो। वामन रूप लिएर आइसके पछाडि बलि राजा आज प्रातःकाल उठेर नित्य कर्म सके। नित्य कर्म सकी दान गर्ने समयमा जुन संकल्प गरिरहेका थिए त्यो संकल्प पनि पूर्ण भयो। संकल्प पूर्ण गरिसके पछाडि प्रातःकालको नित्य पूजा दानादि कर्म गरिसके पछाडि बलि राजा भोजन प्रसादको निमित्त भित्र प्रवेश मात्रै के गरेका थिए। त्यही अवस्थामा बलिको घरमा वामन भगवान प्रादुर्भाव भइदिनु भयो। त्यहाँ आएर भन्न थाल्नुभयो मलाई भिक्षा दिनुहोस्। भिक्षा मागे। अब बलि भित्र एउटा खुट्टो भित्र लगेका छन्, दैलाको ठेलोबाट भित्र लगेका छन्, एउटा खुट्टो बाहिरै छ। त्यो अवस्थामा पछाडि फर्केर हेर्दा त एउटा सानो बालक भिक्षा माग्नको लागि आएको छ। बलिको खुट्टा दैलाको ठेलाबाट बाहिर आयो। पिँढीमा बसेर बरन्डामा बसेर बलि राजाले त्यो वामन भगवानलाई चाहिँ निहालेर हेर्नुभयो। यति सानो बालक देख्नमा सुन्दर लागेको छ। प्रत्येक दिन मैले त दान दिने गरेकै छु। अब यो बालक चाहिँ बचेको रहेछ, यसले के इच्छा राखेको छ, यसलाई पनि केही दिन पर्यो भनेर फर्केर हेर्दा शुक्राचार्य गुरुले यो बालकलाई भोलि भिक्षा माग्न आउनको लागि निमन्त्रणा दिउँ। आज भिक्षा दान गर्ने संकल्प हाम्रो पूर्ण भइसकेको छ भनिसके पछाडि बलि राजालाई त्यहाँ अहंकार पलायो। मेरो द्वारमा आएको व्यक्ति अहिलेसम्म विमुख भएर, भिक्षाबाट विमुख भएर कोही पनि गएकै छैन। म खण्डित हुन्छु प्रभु गुरुदेव, मलाई चाहिँ यो भिक्षा दिनबाट वञ्चित नगराइबक्सियोस् भनेर भनिसके पछाडि गुरुको कुरालाई उल्लङ्घन गरी बलि राजा त्यो बालकको प्रश्नोत्तरतिर भिक्षा मागेको उत्तर दिनको लागि अगाडि गए। बालकसँग विनम्रताका साथ बलि राजाले चाहिँ भन्न थाल्नुभयो, भन्नुहोस् ब्राह्मण देव, हजुरलाई के को इच्छा छ, के माग्नको लागि मेरो यो द्वारमा हजुरको उपस्थिति भयो, बताइदिबक्सियोस् भनेर भनिसके पछाडि बलि राजाको प्रश्न सुनिसके पछाडि वामन देवले अब उत्तर दिन लाग्नुहुन्छ। मलाई अर्थ केही पनि चाहिएको छैन राजन बलि। आमाको काखमा बसेर स्तनपान गर्दछु। स्तनपान गरेर मेरो शरीरलाई पाउने सम्पूर्ण सामग्री तत्त्व हो, जुन शक्तिको तत्त्व हो, त्यो तत्त्व मैले प्राप्त गरेको छु। तर आमाको काखमा बसेर उनै प्रभुको भजन कीर्तन गर्नलाई म असमर्थ रहे। आमाको काखमा बसिसके पछाडि मलाई स्तनपान गर्न इच्छा जाग्दछ। आमाको बन्यो त्यो आराधनालाई मैले निरन्तरता दिन सकिनँ। मलाई जम्मा यो ठाउँमा 3 पाउ जमिन चाहिएको छ। 2 पाउमा म उभिने, 1 पाउमा मेरो यो कमण्डलुलाई राख्ने। वामन भगवान कमण्डलु लिएर भिक्षा माग्न आएका छन्। त्यो कमण्डलु 1 पाउ जमिनमा राख्ने, 2 पाउ आफू उभिएर हरिको कीर्तन गर्ने। त्यो अवस्थामा 3 पाउ जमिन वामन भगवानले बलिसँग प्राप्त गरे, प्रस्तुत गरे। त्यो प्रस्तुतमा बलि राजाले कत्रा कत्रा जग्गा जमिनहरू माग्छन्। प्रत्येक दिन दुध दिने गाई 100-100 मैले दान गरेको छु। तर जस्तो सानो छ त्यस्तै चित्त पनि सानो भएको यो ब्राह्मण रहेछ, यसले जम्मा 3 पाउ जमिन मागेको छ भनेर आफ्नो हृदयभित्र चाहिँ के गरे, ती माग्ने व्यक्तिको चाहिँ घृणा गरे। माग्नै माग्न पर्यो त अलि एउटा राज्यको 1 भागै मागेको भए नि हुन्थ्यो। तर यो बालक जति आफू सानो छ, यसको बुद्धि पनि सानै रहेछ। केवल 3 पाउ जमिन मागेको छ भनेर ती वामन भगवान प्रति चाहिँ मनमनै घृणा भयो।
घृणा भइसके पछाडि गुरुदेवतिर फर्केर शुक्राचार्य गुरु मलाई यो बालकले मागेको सामग्री दिने इच्छा जाग्यो, हजुरले सङ्कल्प प्रदान गरिबक्सियोस् भनेर भनिसके पछाडि जौ तिल कुश लिएर सङ्कल्प लिनको लागि बलिराजा तयार भए। शुक्राचार्यले आज तिमी ब्राह्मणलाई भोलि बिहान प्रातःकालमा आउने निम्ता दिएर बिदा गरिदेऊ, आज भोलि दिउँला। आज दिँदाखेरि एकै दिनमा दुई पटक सङ्कल्प गर्नु उचित हुँदैन भनेर भनिसकेपछि जो तपाईँले मैले भनेको प्रश्न छ त्यसको कर्म गरिदिई बक्सियोस्। हजुरले भनिसके पछाडि यो काम पुरा हुन्छ। यदि हजुरले गरिदिनु भयो भने बालक विमुख लौटिन जाँदैछ, विमुख पठाउनु मेरो द्वारबाट विमुख कसैलाई पनि पठाउन मैले उचित ठान्दिनँ भनिसके पछाडि बलिराजाले गरेको दृढ सङ्कल्प जुन छ, दिने इच्छा जुन छ, त्यो गुरुदेवको अगाडि केही सिप लागेन। अब जौतिल हातमा लिएर कमण्डलुबाट जल हातमा लिन के गइरहेको थियो, त्यो अवस्थामा शुक्राचार्यले आफ्नो आँखाको नानी जुन छ त्यो कमण्डलुको टुटीमा लएर अड्काइदिनु भयो, जसले गर्दा जल त्यो कमण्डलुमा झर्न पाएन। केही घण्टा पहिला मैले यही जल उठाएर गरेको सङ्कल्प अहिले फेरि केले बुझिएछ भनेर भैँबाट एउटा छेस्को लियो बलिराजाले र त्यो टुटीलाई फोतालिदिन्छु भन्दाखेरि शुक्राचार्यको एउटा आँखो पट्टै त्यहाँ फुटेको छ। फुटिसके पछाडि बलिको हातमा रगत आयो। रगत आउँदा अनर्थ त केही हुँदैछ भनी सङ्केत उसले जनाउँदै पनि सङ्कल्पलाई लियो। सङ्कल्प लिइसक्दाखेरि त गुरुजीलाई सङ्कल्प प्रदान गराउनु भन्दा गुरुको एउटा आँखै छैन, किनकि गुरुले आफ्नो आँखा चाहिँ त्यो कमण्डलुको टुटीमा लगाएर अड्काइदिनु भएको थियो कि जल नझरोस्। जल नझरेको विघ्नले गर्दा आज यसले बामनलाई चाहिँ भिक्षा दिनको निमित्त पछाडि सर्छन् र यसको उन्नति हुन्छ भन्ने चाहिँ गुरुको दृढ सङ्कल्प थियो। उसले त्यो आँखै फुटाएर जल निकालिसके पछाडि बलिराजाले सङ्कल्प प्रदान गराए। शुक्राचार्यले बिना आँखाको सङ्कल्प दिइसके पछाडि बामन भगवानलाई चाहिँ त्यो मैले 3 पाउ जमिन तिमीलाई दिन्छु भनेर भनिसकेपछि सङ्कल्प बामन भगवान प्रति बलिराजाले हातमा प्रदान गरे। हातमा प्रदान गरिसके पछाडि बलिराजाको अगाडि ती बालक भएका 3 वर्षे बालक भएका बामनले चाहिँ प्रार्थना गरे, म सानो बालक छु, मलाई यस्तो ठाउँमा चाहिँ दिनुहोस् जहाँ कसैले पनि मलाई देख्न नसकुन्। घरको अगाडि आँगनमा 3 पाइला दिन्छु भन्नुभयो भने हजुरको घर अगाडि म तपस्यामा लिन हुन्छु। घरमा मिठा मिठा परिकारहरू पाकेका हुन्छन्, बास्नाको सुगन्धहरू गइरहेको हुन्छ अनि मेरो ध्यान चाहिँ भङ्ग हुन सक्छ। त्यो कारणले अनि म तपस्या गरिरहँदा तपाईँ पिँढीमा बसेर फलफुल खाइरहनु भएको हुन्छ अनि त्यो फलफुल यसलाई पनि दिन पर्यो भनेर हजुरको हृदयमा करुणा जाग्ला। त्यो करुणा जागेको अवस्थामा चाहिँ हजुर फल दिन जानु होला, म ध्यानमा मग्न हुन्छु। त्यो समयमा हजुरले बोलाइदिँदाखेरि फल खानको निमित्त बोलाइदिँदाखेरि मेरो ध्यान भङ्ग हुन्छ र जुन ठाउँमा पुग्न पर्ने हो त्यो तपमा पुग्न पर्ने हो त्यो ठाउँमा पुग्न म असमर्थ हुन्छु। त्यही कारणले घरको सामुन्ने पनि होइन, अलिक बारीको छेउतिर पाटामा मलाई त्यो 3 पाउ जमिन प्रदान गराइदिनु होला भनेर बलिराजासँग निवेदन गरिसकेपछि बामन भगवानले घरदेखि अलि पल्तिर पाटामा चाहिँ 3 पाउ जमिन दिने प्रतिबद्धता सहित घरबाट बामन भगवानलाई अघि लगाएर बलिराजा आफ्नो बारीको छेउमा पुगे। बारीको छेउमा पुगिसके पछाडि बामन भगवानले अब भन्नुहोस् यही एरियामा जहाँ दिएरी भजन गाएर बसिरहेको छु नि तरकारी नचार हो पण्डित श्री भीम दवाडीज्यूलाई पनि आसन ग्रहणको निमित्त चन्द्रप्रसाद घिमिरेज्यू, यस्तै यस वडाका विद्वान श्री नारायण प्रसाद सापकोटाज्यू,
उहाँलाई पनि विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन निवेदन गर्दछु। यस्तै यस शारदानगर वडाका पूर्व गाविस उपाध्यक्ष, शारदानगर गाविसका पूर्व उपाध्यक्ष, समाजसेवी एवं धार्मिक व्यक्तित्व श्री चुरामणी खरेलज्यूलाई पनि विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन म अनुरोध गर्दछु। यस्तै रेड क्रस सोसाइटी बेलुवाका सभापति श्री रामचन्द्र पौडेलज्यूलाई पनि विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन निवेदन गर्दछु। यस्तै मजुवा वन समितिका अध्यक्ष श्री भरतराज पौडेलज्यूलाई पनि विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन निवेदन गर्दछु। शारदानगर दुध चिस्याउने केन्द्र चिलिङ सेन्टरका प्रमुख श्री युवराज दाहालज्यू, उहाँलाई पनि विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन मैले निवेदन गरेँ। उहाँले यस कार्यक्रमलाई विशेष सहयोग गर्नुभएको छ। यस्तै शशिशेखर महादेव शिवालय मन्दिरका संरक्षक श्री काशीनाथ घिमिरेज्यू, उहाँलाई पनि विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म निवेदन गर्दछु। राष्ट्रिय कृषक महासङ्घ केन्द्रीय सदस्य श्री रमा ढुङ्गानाज्यूलाई पनि विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म निवेदन गर्दछु। यस्तै मेलमिलाप समिति भरतपुर महानगरपालिका वार्ड नम्बर 17 का संयोजक श्री मोहन सिंह लामाज्यूलाई पनि विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म निवेदन गर्दछु। जहाँ हामी उभिएका छौँ, जसले आज यो कार्यक्रम यहाँसम्म पुर्याउने योगदान गर्नुभएको छ, किरण ज्योति आमा समूह कि अध्यक्ष श्री लक्ष्मीदेवी नेउपानेज्यूलाई पनि विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि मैले निवेदन गरेँ। यस्तै विभिन्न टोल विकास संस्थाबाट उपस्थित हुनुभएका ज्यूहरू हरियाली टोल विकास संस्थाका अध्यक्ष यज्ञविलास नेउपानेज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनुको लागि मैले निवेदन गरेँ। यस्तै सगरमाथा टोल विकास संस्थाका अध्यक्ष श्री सुबहादुर गुरुङज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु निवेदन गरेँ। यस्तै सगरमाथा टोल विकास संस्थाका अध्यक्ष श्री सुबहादुर गुरुङज्यूलाई अनिता थापाज्यू, यहाँलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि मैले निवेदन गरेँ। शिवालय टोल विकास संस्थाका अध्यक्ष श्री खड्गबहादुर थापाज्यू, उहाँलाई पनि अतिथिको आसन ग्रहणको लागि मैले निवेदन गरेँ। रामपुर टोल विकास संस्थाका अध्यक्ष श्री वीरेन्द्र राज ठकुरीज्यू, यहाँलाई पनि अतिथिको आसन ग्रहण गरिदिनको लागि निवेदन गरेँ। बरुवा टोल विकास संस्थाका अध्यक्ष श्री सुजीभरी भट्टराईज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनको लागि म निवेदन गरेँ। हरैया टोल विकास संस्थाका अध्यक्ष श्री श्यामलाल महतो, यहाँ मैले निवेदन गरेँ। बनगाई टोल विकास संस्थाका अध्यक्ष श्री चितमान महतोज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म निवेदन गरेँ। यस्तै पिङचोक अध्यक्छ श्री टेकबहादुर थापा मगरज्यू, यहाँलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि मैले निवेदन गरेँ। यहाँ वरपर कतै हुनुहुन्छ भने पनि बोलाएर यसो सहयोग गरिदिनु होला। महत्त्व, यहाँलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि निवेदन गरेँ। यस्तै शशिशेखर महादेव शिवालय मन्दिरका शुभचिन्तक सामाजिक व्यक्तित्व श्री बाबुराम रेग्मीज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि मैले निवेदन गरेँ। यस्तै सामाजिक व्यक्तित्व श्री शशिशेखर शिवालय मन्दिरका शुभचिन्तक पूर्णकान्त पौडेलज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि, तुलाराम गुरुङज्यूलाई पनि मैले अतिथिको आसन ग्रहण गरिदिनुको लागि निवेदन गरेँ। यस्तै सामाजिक व्यक्तित्व श्री कृष्ण प्रसाद घिमिरेज्यूलाई पनि मैले अतिथिको आसन ग्रहण गरिदिनुको लागि गुरुङज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि मैले निवेदन गरेँ। शीतल आमा श्री सावित्री रेग्मीज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि मैले निवेदन गरेँ। यस्तै श्री जनकल्याण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका व्यवस्थापक श्री अर्जुन ढकालज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि निवेदन गरेँ। यस्तै श्री राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष प्रेम प्रसाद कणेलज्यू, यहाँलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि मैले निवेदन गरेँ। दुर्गा पञ्चायत मन्दिर का अध्यक्ष श्री मित्रलाल खरेलज्यू, यहाँलाई पनि मैले अतिथिको आसन ग्रहण गरिदिनुको लागि निवेदन गरेँ। यस्तै
सापकोटाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनको लागि मैले निवेदन गरेँ। श्री कृष्णज्योति भजन समूहका अध्यक्ष श्री मित्रलाल खरेलज्यू उहाँ भजन समूहमा पनि हुनुहुँदो रहेछ, उहाँलाई फेरि अतिथिको आसन ग्रहण गरिदिनको लागि निवेदन गरेँ। यस्तै लक्ष्मीनारायण भजन समूहका अध्यक्ष श्री नारायण प्रसाद सापकोटाज्यू, हरिकीर्तन भजन समूहका अध्यक्ष गगन राणाज्यू उहाँलाई पनि अतिथिको आसन ग्रहण गरिदिनको लागि निवेदन गरेँ। यस्तै हामीलाई यस मन्दिरमा पटक पटक चाहिएको बेलामा वाइफाईको सुविधा व्यवस्था गर्नुभएका टेकमाइन वाइफाईका सहयोगी अनिल अधिकारीज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनको लागि मैले निवेदन गरेँ। हामी आज यस कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउँदै गर्ने अवसर पाइएको थिएन। हामीलाई हाम्रो यस भरतपुर वडा नम्बर 17ले यो मन्दिर तथा यो भजन समूहका निमित्त राम्रो सहयोग गर्नुभएको रहेछ। आज यहाँ आएर देखेपछि सबैले थाहा पाउनुभयो। आज यो मन्दिरका निमित्त हाम्रा स्वर्गीय बलराम पौडेलज्यू जुन हाम्रो यस ठाउँमा आज हामीले देख्न पाएनौँ, उहाँको अभाव खड्किएको छ। उहाँले हरेक क्षेत्रमा गएर सङ्घर्ष गरेर हामीहरूका निमित्त, यो समाजका निमित्त आवश्यकता पर्ने हरेक किसिमका सहयोगहरू उहाँले गर्नुभएको थियो। उहाँको नाममा आज हामी सम्झनै पर्छ, उहाँलाई हामीले स्मरण गर्न सक्नै पर्छ। समाजमा गरेका योगदान र सेवा इतिहासको कद्दर हामीले जहिले कहिल्यै पनि गर्नुपर्छ। त्यसकारणले उहाँको नाममा 1 मिनेट मौन धारण गरिदिनको लागि मैले निवेदन गरेँ। र यो मन्दिरलाई हामीले आज यो ठाउँसम्म आइपुग्यौँ। यहाँ जुन यो किरण ज्योति आमा समूह जसले बिहान निकै राम्रो भजनहरू गाउनुभयो, उहाँहरूकै भजन कीर्तनले, उहाँहरूकै आस्थाले उहाँहरूले आफ्ना यहाँ पर्ने पर्व एकादशी उत्सवहरूमा भजन कीर्तन गरेर उहाँले थोरै जोडेर भए पनि आज यो ठाउँसम्म हामीलाई ल्याएर यो बोल्ने, यहाँ बस्ने यो अवसर दिनुभयो। सबैभन्दा पहिला किरण ज्योति आमा समूहका सम्पूर्ण परिवारप्रति हार्दिक नमन गर्दछु, यहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। हामीले आज यो ठाउँ बनाइयो, यो ठाउँमा ठुला भवन बनाए पनि, ठुला चाहिँ बाटा बनाए पनि हामीले सबैभन्दा पहिला ज्ञानको अभाव हुन्छ। हामीले ज्ञानी बन्न आवश्यकता छ। हामीले ठुला भवन बनाइयो, पैसा प्रशस्त बनाइन्छ। इसाईलाई सोधियो भने एउटा बाइबल हो भनेर सिद्धाइदिन्छ। तर हामी वैदिक सनातनवादीका अत्याधिक धेरै छन्। हामीहरूलाई ज्ञान सिकाउने, हामीहरूलाई आचार विचार सिकाउने, हामीलाई नियम सिकाउने, हामीलाई यस भूमिमा ज्ञानी पुरुष भगवान गौतम बुद्धसम्म आउँदै गर्दा भगवान राम कृष्ण नृसिंह वामन अवतार हुँदै आउँदोहरूको दुष्ट्याइ बढ्दै जान्छ। तब यस्ता श्रीराम जस्ता मर्यादा पुरुषोत्तमले जन्म लिएर फेरि संहार गर्न सुरु गर्नुहुन्छ र यो सत्य टिकिरहेको छ। हामी यो कार्यक्रमलाई दिएको समयभन्दा अलि पछाडि गयौँ। यो पहिलोपटक गरेको कार्यक्रम भएर पनि होला, हामीले श्रीराम जन्मोत्सव मनाउँदाखेरि हामीले जहिले पनि 12 बजे कार्यक्रम सकेर भगवानको आरती गरेर त्यसपछि हामी प्रसादमा लाग्छौँ र हामीको दिनको कार्यक्रमहरू सकिन्छ, कैंकर्य सकिन्छ। आज हामी अलिकति ढिलो भएका छौँ। आजको यस कार्यक्रममा हाम्रो ओडा र छरछिमेकबाट जो पाल्नुभएको छ यहाँहरूलाई स्वागत गरिदिनको लागि यस कार्यक्रमका उपाध्यक्ष श्री प्रेम प्रसाद पौडेलज्यूलाई स्वागत मन्तव्य राखिदिनको लागि मैले अनुरोध गर्दछु। सबैजनालाई नमस्कार। यस रामनवमी पर्वको यस मन्दिरमा मलाई मञ्च दिने अवसरको लागि आयोजक टिमको नेतृत्वमा आभार। यस संस्थाको गरिमामय
समारोहका आदरणीय सभापतिज्यू, हाम्रो निमन्त्रणलाई स्वीकारी आउनुभएका प्रमुख अतिथिज्यू, अन्य विभिन्न संस्थाका अतिथिज्यूहरू, प्रतिनिधित्व गर्नुहुने अतिथिज्यूहरू, कार्य समितिका पदाधिकारीज्यू तथा सदस्यज्यूहरू, उपस्थित बुवा आमा दाजुभाइ दिदीबहिनी एवं नयाँ पुस्ताका अनुजहरू, सबैमा दर्जा अनुसारको अभिवादन। अमूल्य समय दिएर कार्यक्रमको शोभा बढाउँदै समारोहलाई सार्थक तुल्याउन सहभागी प्रमुख अतिथि लगायत सबै आमन्त्रित व्यक्तित्वलाई सहज स्वागत गर्दछु। धेरैको प्रयासले यो कार्यक्रम यहाँसम्म आइपुगेको गौरवका सम्मान गर्दै यसको प्रतिष्ठा भएको राख्न आगामी दिनमा तपाईहरू नै हाम्रो ऊर्जा स्रोतको हामीलाई विश्वास छ। तपाईहरूको गरिमामय उपस्थिति, महत्त्वपूर्ण विचार, राय सल्लाह र सहयोगले आजको कार्यक्रम सफल र सार्थक हुनेछ। अन्तमा पुनः सम्पूर्ण अतिथिज्यूहरूमा स्वागत गर्दै बिदा हुन चाहन्छु। स्वागतम स्वागतम सुस्वागतम। यहाँसम्म ल्याउनका लागि सहयोग गर्नुभयो। यहाँ आमा समूह मात्रै नभएर यो समाजका बाबा समूहहरू, विभिन्न सङ्घ संस्थाबाट उपस्थित हुनुभएका दाजुभाइ दिदीबहिनीहरू, विभिन्न पदमा रहेर यस मन्दिर र आजको कार्यक्रमलाई सहयोग गर्नुहुने सम्पूर्ण उपस्थित वृन्दहरूमा अतिथि तथा यहाँको उपस्थितिको आसन ग्रहण गरिदिनु हुनको लागि मैले निवेदन गरेँ। सरासर भन्दै जाँदा धेरै कुराहरू छुट्छन्। अनुभवले पोख्त भएका व्यक्तिहरूले यहाँ चलाइएको छैन। हामीहरूले सबै सिक्दै सिकाउँदै जाने हो र हामीहरूले यो कार्यक्रमलाई केही अगाडि बढाउन जाँदैछौँ। अब यसपछि यो कार्यक्रम उद्घाटन गरिदिनको लागि आजका केन्द्रबिन्दु यस वडाका वडाध्यक्ष, जसले यो कार्यक्रमलाई सबैका चाडपर्वहरू मान्नुपर्छ, सबैको धर्मसँग आस्था राख्नुपर्छ, सबैले मिलिजुली आपसी सद्भाव र सहिष्णुता कायम गर्नुपर्छ भनेर उहाँले यो कार्यक्रम गर्नको लागि हौसला पनि दिनुभएको थियो, केही बजेट पनि छुट्याइदिनु भएको थियो। उहाँलाई मर्यादा पुरुषोत्तम श्री रामचन्द्र भगवानको तस्बिरमा फूल अर्चना गरेर यो कार्यक्रमको विधिवत उद्घाटन गरिदिनु हुनको लागि निवेदन गरेँ। साथमा विशिष्ट अतिथिज्यू पनि सहयोग गरिदिनु होला र यहाँहरूले ताली बजाइदिनु होला। आपदामपहरतारां दातारं सर्वसम्पदां लोकाभिरामं श्रीरामं भूयो भूयो नमाम्यहम्। सबै उठिदिनु होला। यहाँ भगवान श्रीरामको तस्बिरमा फूल अर्चना गरेर यहाँ उद्घाटन हुँदैछ। आपदामपहरतारां दातारं सर्वसम्पदां राजमणि सदा विजयते रामं रमेशं भजे। हामीहरूको यस कार्यक्रमलाई अगाडि बढाउँदैछौँ। आज विभिन्न ठाउँ एउटा पुष्पमाला, च्यादर जे जस्तो छ दिएर सम्मान गर्ने कार्यक्रम गरेका थियौँ। यो कार्यक्रमलाई सहयोग गरिदिनको लागि हाम्रो माधवजी अलिकति जग्गाको अलिकति थोरै छ, उहाँको जम्मा 2.5-3 बिहा। उहाँले एउटा छेउबाट अलिकति जुन जग्गा दान गर्नुभयो भने एउटा मन्दिर घर पनि ढोका छ। त्यो कुरालाई चाहिँ पक्कै पनि हाम्रो माधवजीलाई यो नवदुर्गा भवानीले चाहिँ मनभित्र परेको गाँठालाई फुकाइदिनुहुन्छ कि भन्ने आशा राख्दै 2 शब्द यही अन्त्य गर्छु। हस्त। जय नेपाल, जय विजय दशमी। धन्यवाद। दान गर्न पाउनु त सबैभन्दा भाग्य हो, भगवानको इच्छा। हाम्रो हातमा केही छैन, इच्छा भएछ भने त्यो दिन आओस्। अब यसपछि हामी
यो कार्यक्रमको उत्तरार्धतिर लाग्दैछौँ। हाम्रा जल्दा बल्दा युवा यो समाजमा हरेक क्षेत्रमा अग्रणी स्थान लिएर अघि बढ्न सफल हाम्रो दशैं रामनवमीको शुभ अवसरमा यहाँहरू सबैले हार्दिक बधाई शुभकामना व्यक्त गर्न चाहन्छु। धेरै कुरा आइसकेको छ, यहाँ गुरु पण्डितहरू हुनुहुन्छ। मैले धर्मका बारेमा रामका बारेमा बोले भने अलिक बढी नै हुन्छ, त्यस कारणले म उहाँहरूको अगाडि अब त्यो वर्णन गर्न सक्दिनँ र अध्यक्षज्यूलाई विशेष धन्यवाद दिन चाहन्छु। यो रामनवमीको अवसरमा कार्यक्रम त अधिराज्यभरि धेरै ठाउँमा धेरै ठुला कार्यक्रमहरू भएका छन्। आजै पनि धेरै ठाउँमा धेरै ठुला यति कार्यक्रमहरू आयोजना भएका छन्, तर सरकारले जोडिएर स्थानीय सरकारले जोडिएर यो ब्राह्मण समाज यो वैदिक सनातन धर्म संस्कृतिसँग राज्य नै जोडिएको अधिराज्यमा पहिलो पटक नगरपालिका मात्र होइन नेपाल अधिराज्य भोलिमा नै पहिलो पटक यो कार्यक्रम हुँदैछ। यसका निम्ति म अध्यक्ष लगायत 17 नम्बर वार्ड परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र यो उहाँको कर्तव्य पनि हो। हाम्रो संविधानमा के लेखिएको छ भने वैदिक सनातन धर्म संस्कृतिको रक्षा गर्ने अधिकार संरक्षण गर्ने काम राज्यको दायित्व हुनेछ भनेर हाम्रो संविधानमा प्रश्न लेखिएको छ र सनातन धर्म संस्कृतिको जगेर्ना गर्ने संरक्षण गर्ने र यसलाई फलाउने फुलाउने दायित्व र जिम्मेवारी पनि वार्ड कार्यालयको हो, महानगरको हो, प्रदेश सरकारको हो र केन्द्रीय सरकारको पनि हो। र आज हामी तमाङ समुदायको सोनाम लोसारदेखि गुरुङ समुदायको तमु लोसारदेखि मगर समुदायको माघे सङ्क्रान्तिदेखि र ग्याल्मो लोसारदेखि हामीले मनाउने चाहिँ हिन्दू धर्म अन्तर्गत तीज तिहार दसैँ हाम्रा पर्वलाई संरक्षण गर्ने कुरामा यसलाई प्रवर्धन गर्ने कुरामा वार्ड कार्यालय लागेको छ। यो एउटा उदाहरण हो। यो अरू ठाउँमा पनि यो किनभने यो राज्यको दायित्व संविधानले पनि भनेको कुरा भएको कारणले अरू ठाउँमा नि यी कुराहरू हुनुपर्छ र यो क्षेत्रमा यो सन्दर्भमा वार्ड कार्यालय गरेकै छ। प्रदेश सरकारमा मान्य बलराम पौडेलजी स्वर्गीय उहाँले ठुलो योगदान गर्नुभएको छ, समाजले देखेको छ। उहाँलाई हामीले स्मरण गर्यौँ र यहाँको सामाजिक गतिविधिमा मन्दिरको गतिविधिमा धर्म संस्कृतिको कुरामा अरू कुरामा पनि र मेरो आवश्यकता म कहीँ कतै जोडिनु परेमा सदैव तयार छु भन्ने प्रतिबद्धता व्यक्त गर्दै बिदा हुन्छु। हस्त धन्यवाद। जय नेपाल। धन्यवाद। 20-25 मिनट बढीमा आधी घण्टा यहाँ कोही पनि घर नगइदिनु होला। एकछिन अरू अतिथिहरू प्रमुख अतिथिको पनि यहाँ मन्तव्य आउँदैछ। अब हामीले कार्यक्रम छोट्याउन लागिरहेका छौँ किनभने धेरै व्यक्तित्वहरू बाहिर निस्कन थाल्नुभयो, घरमा हतार पनि होला। अब यस ठाउँसम्म ल्याउनको लागि किरण ज्योति आमा समूहले ठुलो योगदान गर्यो। उहाँलाई चाहिँ केही शब्द उहाँका मुखबाट नसुनिकन जान पनि हामीलाई इच्छा भएन, त्यस कारणले सम्बोधनलाई अत्यन्तै छोट्याएर 2 मिनटमा आफ्ना शब्द राखेर यहाँको अगाडि लक्ष्मी नेउपानेज्यू महम भनेर देखिनु हुनको लागि पनि मैले निवेदन गरेँ। आइदिनु होला र 2 मिनट आफ्नो शब्द राखेर छोडिदिनु। धन्यवाद। बसेर जति भजन गाइन्छ त्यसै उठेर बोल्ने बानी नभएर उठ्दाखेरि थरथर काम्ने बानी छ। अब यसो दिनु आजको कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू र विभिन्न संस्थाबाट उपस्थित हुनुभएका र आमा समूहबाट उपस्थित हुनुभएका दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक नमन गर्न चाहन्छु। र हाम्रो यो कार्यक्रम अहिले पहिलो वर्ष भएको हुँदाखेरि सबैलाई नौलो कस्तो भइरहेको छ, तर यसमा हामीलाई वार्डले सिफारिस गरेर हामीलाई स्वीकृत गरिदिनु भएकोमा अति खुसी छौँ र यसमा कति त्रुटिहरू भइरहेको छ यसमा क्षमा दिनु होला। र हामीले यो आमा समूहमा हाम्रो मात्रै हात छैन, हामीलाई यहाँका दाजुभाइहरूले धेरै सहयोग गरिरहनु भएको छ र हामी सुरुमा 5 रुपियाँ उठाएर यो ठाउँमा आइसक्यौँ आज भन्ने आफैलाई गर्व लाग्छ। किनभनेदेखि अरू ठाउँमा त सरकारी जग्गाहरू भएर यस्ता भवनहरू बनाउने ठाउँ हुँदो रहेछ, तर हामीले
5 रुपियाँ उठाउँदा अनि रत्तली खेल्न जाने, भजन गाउन जाने, अनि यति भयो भने त्यो पैसा लिएर आएर जम्मा गर्ने। अब यसलाई गर्दाखेरि बाँड्ने हिसाबमा गयो अनि यो बाँडेर हामीलाई केही फाइदा हुँदैन भनेर त्यहाँ छिमेकी, मैले त्यो चिया पसल गर्दाखेरि छिमेकी दिदीबहिनीहरूले एउटा भवन बनाउन लाउनु भयो, आमा समूहको भवन बनाउन लाग्दाखेरि अनि हामीले पनि घरमा आएर ल दिदीबहिनी हो यसरी त्यहाँ भवन बनाउन लाउनु भयो, हामी पनि केही गरौँ, यो पैसाले नमासौँ, बाँडेर नलिउँ भनेर छलफल गर्दाखेरि अनि के गर्ने त, हामीसँग यति पैसाले जग्गा नि आउँदैन भनेर काशीनाथ बाबुले दिनुभयो यति जग्गा र अनि कृष्ण बाबुले दिएर जग्गा लिन सफल भयौँ र त्यही पनि ऋण काढी लियौँ। अनि यसमा दिदीबहिनीहरू त्यसपछि जागृत हुँदै है टाढा टाढा जान थाल्यौँ, देउसी भैलेनी खेल्न जान थाल्यौँ अनि सबैले सहयोग गर्नुभयो र स्वर्गीय बलराम दाजुप्रति आज मलाई कति याद आयो उहाँको। अब त्यो हाम्रो सामु हुनुहुन्न र उहाँले हामीलाई ठुलो सहयोग गर्नुभयो। त्यसपछि हामीलाई हाम्रो 17 नम्बर वार्डले अहिलेसम्म राम्रो रूपले आफ्नो परिवारलाई जसरी नै सहयोग गर्दै आइरहनु भएको छ र अन्तिमसम्म उहाँहरूकै आशा छ र अहिले सफल पार्दै लगभग सक्नु पनि भइसक्यो र यसमा सबैभन्दा अरू कुरा छोडेर हामीले धर्म भन्ने कुरामा एउटा राम नाम सिकाउने हामीले बालबच्चाहरूलाई हाम्रो परिवारमा बिहान उठेर जुन घरमा शङ्खघण्टा बज्छ, शङ्ख बजाउने मान्छे नभए पनि घन्टीहरू बजाएर भगवानको स्मरण गर्दाखेरि आखिरीमा भगवानले नै जन्म दिनुभयो, उहाँले नै हामीलाई लानुहुन्छ एक दिन। यसमा रिस राग कसैको नगरिकन टोललाई नै शान्ति वातावरण बनाउने, पहिला परिवारलाई शान्ति वातावरण बनाएर बालबच्चाहरूले अब त्यो अश्लील शब्दहरू प्रयोग नगरिकन ईश्वरको नामलाई जप्न लाउने सिकाउने भनेदेखि अनुशासनमा परिवार जान्छ, परिवार गएपछि गाउँ जान्छ। यस्तो सिङ्गो समाज सबैको सुधार होस् र भन्दै सबै दाजुभाइ दिदीबहिनीहरूमा धन्यवाद। एउटा सानो उक्ति थियो लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको छ, के छैन र मेरो नेपाल वैकुण्ठ समान छ भनेर भन्नुभएको थियो। त्यस्तै उहाँले जान्दैन भन्दा भन्दै पनि निकै मार्मिक र गहकिला शब्द लिएर भावुक भएर जानुभयो। यहाँलाई धेरै धेरै धन्यवाद। यहाँहरूको उत्तर प्रगति होस्। यसपछि हामीले अब ठ्याक्कै एकजना पछाडि हामी प्रमुख अतिथि थियौँ जाँदैछौँ। केही शब्द राखिदिनुको लागि हाम्रा समाजसेवी एकदम राजनीतिक कर्मी तुलाराम गुरुङज्यूलाई 2 शब्द मात्रै राखिदिनु हुनको लागि मैले निवेदन। बहुत धार्मिक बहुत सांस्कृतिक उही देशमा हामी यस रामनवमी तथा चैत दशैं महोत्सवका सभा आदरणीय सभापति महोदयज्यू, प्रमुख अतिथि 17 नम्बरका वडाध्यक्षज्यू, जनप्रतिनिधिहरू, गुरुजन र सम्पूर्ण ग्यासमा विराजमान रहनुभएका सम्पूर्ण अतिथिगणहरू र टोल सुधारका अध्यक्षज्यू र सम्पूर्ण महिला दिदीबहिनीहरूमा हार्दिक नमस्कार र अभिवादन गर्न चाहन्छु। वास्तवमा धर्म संस्कृति भनेको सबैको आफ्नो हुन्छ। आज यस 17 नम्बर वडाध्यक्षको पहलमा यो 17 नम्बरको रहेको मठ मन्दिर धार्मिक सांस्कृतिक मनाउने क्रममा यहाँहरूले जुन किसिमले जुन बजेट विभाजन गर्नुभएको छ सबैलाई पालोपोटे गरी वास्तवमा भन्यो भने स्थानीय सरकारमा सबै जात जातिको बजेट विनियोजन गरेको हुन्छ। किनभने प्रत्येक दुर्गा मन्दिर चैत दशैं बडा दशैंमा सबैमा बजेट संशोधन विनियोजन गरेको थियो। उग्र चाहिँ अध्यक्षलाई थाहै नै छ र यो जनजातिको मात्रै हुँदैन, यो सबै जाति भाषाहरूको मन्दिर बनाउनलाई धर्म संस्कृति मनाउनलाई सबैको चाहिँ बराबर अधिकार छ र हामी प्रेम शाहले भने जस्तै बहुजाति बहुभाषीको देश भएको हुनाले सबै मिलेर सबै ठाउँमा बसौँ, सबै मिलेर एकजुट भएर देश अगाडि बढाउँ र आज 17 नम्बर वडामा तपाईहरूको यो लोकतन्त्र सङ्घीय संरचना अनुसार लोकतन्त्रवादी नेपाली काङ्ग्रेसको जुन किसिमले आज यस ठाउँमा जितेको छ, विकासको निर्माणमा काम बढेको छ, अवश्य पनि तपाईहरूले तपाईहरूको यो अधुरो कामहरू निर्माण गर्नको लागि हामीले सक्दो सहयोग तपाईँहरूलाई गर्नेछु। र मैले अघि पनि सोधेको थिएँ तर यहाँ हालले चाहिँ मोजा टाइल बुढाको रहेछ र मैले उमेरले कुरा गर्दाखेरि केही ठाउँ खाली छ भने म सहयोग गर्न तयार छु भने चाहिँ
हाम्रो उपमेयरको वचन मैले यहाँहरूलाई सुनाउँदै पुनः यस रामनवमीको अवसरमा महोत्सवको सफलताको शुभकामना दिँदै तपाईहरुको हर सेर हर पर होस् 2022 सालले यहाँहरुको यस समाजको यस नेउपाने समाजको र यस ठाउँको उत्तरोत्तर प्रगति गर्न चाहन्छु भन्दै यहाँलाई पुनः धन्यवाद नमस्कार। आजका केन्द्रबिन्दु हाम्रा यस वडाका वडा अध्यक्षज्यू प्रमुख अतिथिज्यू उहाँलाई आफ्ना भनाइहरू राखिदिनको लागि मैले निवेदन गरेँ। ललितमान तमाङज्यू यहाँ आइदिनु होला। चैत्र दशैं रामनवमीको कार्यक्रम यो बागमती प्रदेश प्रतिनिधि सूर्यहरि मराठाज्यू साथै सम्पूर्ण टोल सुधारबाट पाल्नुहुने टोल सुधारका अध्यक्षज्यूहरू भरतपुर सत्रका मेलमिलाप समितिको संयोजकज्यू लगायत यहाँ उपस्थित हुनुहुने सम्पूर्ण बुवा तथा दाजुभाइ दिदीबहिनीहरू आज 2081 साल चैत्र 24 गते चैत्र दशैंको आज रामनवमीको दिन सर्वप्रथम त म यहाँहरूलाई यस चैत्र दशैंको शुभ अवसरमा हार्दिक मङ्गलमय शुभकामना दिन टक्राउन चाहन्छु। सँगसँगै 2082 सालको नव वर्षको उपलक्ष्य आउँदै गरेको नव वर्षको पनि म शुभकामना टक्राउन चाहन्छु। र यो धार्मिक विषयमा अब हामीले भन्दा हामीले खासै हामी त हाजिर मात्रै हुने हो। यहाँ अघि नै हाम्रो नारायण सापकोटाज्यूले धेरै कुराहरू भनिसक्नुभयो, साथै हाम्रो उद्घोषकज्यूले नि भनिराख्नु भएको छ र त्यो कुरा उहाँहरूले जति पनि हामीले प्रश्न नसक्ने हुन्छ, त्यस कारणले यो भनिराख्नु पनि आवश्यक लाग्दैन। तैपनि यो रामनवमीको दिनमा भगवान रामले तब हामी सबैको चाहिँ रक्षा गर्नुहुनेछ भनेर म भगवान रामसँग प्रार्थना गर्न चाहन्छु। र सँगसँगै म के भन्न चाहन्छु भने हामी नेपाली समाज भनेको भन्ने गर्छ नि, हामीले पढ्दाखेरि पढेको थियौँ कि 4 जात 36 वर्णको फुलबारी। हामी सबै धर्मावलम्बीहरूको चाहिँ देश नेपाल हो। र यस सन्दर्भमा म के भन्न चाहन्छु भने धर्मको संरक्षण गर्ने दायित्व भनेको तब हामीमै हो। कसैले हिन्दू धर्म चाहियो, कसैले बुद्ध धर्म चाहियो, कसैले मुस्लिम चाहियो भनेर यहाँ मागेर पाउने कुरो होइन। त्यो आफ्नो आत्माले हामी आफैले संरक्षण गर्ने हो। यहाँ हिन्दू राष्ट्र सहितको राजा चाहियो भनेर कति मान्छे बौलाएर नि। त्यसले हामी हिन्दू धर्म मान्दै गर्दाखेरि राजा पनि सँगसँगै ल्याउने हो र। हामीलाई किन चाहियो राजा? हामी फेरि के फर्केर अब उता दुर्गमतिर पहाडतिर हामी जाने हो र? होइन होला नि। अब हामी धेरै कदम अगाडि सरिसकेको छ। अबको दिनहरूमा अघि रमाबाईले भन्नुभएको थियो अबको युवाहरू कहाँ जाने? अबको युवाहरू भनेको तब हामी सबैजनाको छोराछोरी नानी बाबाहरू हुन्। धर्मले के गर्छ भने मान्छेलाई अनुशासित बनाउने, सङ्गठित बनाउने। तब हामी आज एकै ठाउँमा जाउँ, सबैको विचार सोच नानी बाबा भनेको तब हामीले भगवान राम माने रामै हुन्छ, रामै मान्नु लाग्छ, कृष्ण माने कृष्ण मान्नुपर्छ, बौद्ध माने बौद्धै मान्नुपर्छ। त्यो शासन चाहिँ हामीले घरमा हामीले सिकाउनु पर्छ। के अरे यो 80 छ भने त्यो ठिकै हुन आउँछ। त्यस कारणले म सबैजनासँग के अनुरोध गर्न चाहन्छु भने यो राजा सहितको हिन्दू राष्ट्र भनेको चाहिँ यो के अरे गाउँखेरी कथा जस्तो। राजा सहितको हिन्दू राष्ट्र आउने हो भन्दा हामीलाई यो हिन्दू राष्ट्र नै भनेर हामी हिन्दू मानिरहेको छ त। अनि हामीलाई राजा किन चाहियो? राजा चाहिँदैन भने त हिजो त फालेको।
त्यस कारणले सबैजनाले आफ्नो धर्मप्रति चाहिँ एकदम समर्पित भएर धर्मको रक्षा गर्ने कुरामा तपाईँ हामी सबैजना लागौँ। यसमा नै हाम्रो भलाइ छ। हिजो सबैजना याद होला नि, तपाईँ हामी धेरै जसो त यहाँ राजाको पालामा हुर्किएको मान्छेहरू पनि होला छन्। हाम्रो पालामा कति दुःख थियो। घरको ढोकामा पक्कै पनि स्कुलमा बच्चालाई लाने गाडी त आउँथेन होला। खाली गोठे हिँडेर स्कुल जानु पर्थ्यो, जाँगे लाएर स्कुल जानु पर्थ्यो, सुतारीको चाहिँ पेटी बाँधेर चाहिँ स्कुल जानु पर्थ्यो। त्यस्तो स्थिति थियो। 5 रुपियाँ फी दिने पैसा हुँदैन जनतासँग। अहिलेको बच्चालाई तपाईँले 100 रुपियाँ दिनु त उस्तो गरी लिन्न, उसले बुझ्दैन, त्यो लिन्न। तपाईँको त्यो बेलामै 1 मर पैसा खोज्नुलाई पनि नपाउने त्यस्तो अवस्था थियो। त्यो बेलामा राज परिवारको चाहिँ मासु, त्यो बेलामा जनताको यहाँ शिक्षक बुवाहरू पनि हुनुहुन्छ होला, दाजुभाइ पनि हुनुहुन्छ होला। 40-42 सालमा शिक्षकको तलब कति थियो? बेसी भयो 150 होला, 200 होला। तर त्यो बेलामा राजाको तलब कति हुन्थ्यो? महिनाको 40 लाख। सम्पूर्ण देशको चाहिँ पैसा जति जनतासँग असुल गरेर उसै दरबारमा थुप्रिन्थ्यो। एउटा बाटो बनाउने 1 टिप ग्राभेल किन्ने पैसा हुँदैन त्यो बेलामा। हामीलाई त्यस्तो खालको चाहिँ व्यवस्था किन चाहियो? हामी त अघि नै सूर्य भाइले भनिसक्यो, संविधानको धारामा हेरौँ न, सम्पूर्ण जात जातिको हक अधिकार त्यहाँ सुनिश्चित गरेको छ। तपाईँको साँच्चै नै भन्यो भने राजाको पालामा त म एउटा तामाङको छोरो पनि हो। तामाङ भन्ने जात कति 1889 सालतिर तामाङ भन्ने जातलाई एउटा दासीको रूपमा कुनै इन्डियामा लहरै हुन नपाउने, ब्रिटिसमा हुनु नपाउने, नेपालमै हुन नपाउने, उसले शिक्षा पढ्नु नपाउने, ल्याएर त भात पकाउने, भारी बोक्ने, घोडा चराउने, अनि त्यसमा पनि गल्ती गऱ्यो भने मासिने, मारिदिने, त्यस्तो जातमा हामी तामाङ जात थियो रहेछ त्यो बेलामा। 1910 को संविधानले त तामाङ जातिलाई त मासिने जातमा राख्यो। तामाङहरूले गल्ती गर्यो भने राजा जङ्गबहादुर नचाहिने 5 जना मान्छे जम्मा भएर चाहिँ उसलाई खाल्डामा पुर्दिने भयो, झुन्डाहरू लगाइदिनु भयो, जे गरिनु। त्यस्तो शासनहरू। तर हामी त्यस्तो चाहन्न नि त, हामी स्वतन्त्र चाहन्छौँ। तर स्वतन्त्र छ भन्दैमा मैले अरूलाई जे पाए त्यो बोल्ने, अरूले मलाई जे पाए त्यो बोल्ने अधिकार चाहिँ हुँदैन। हामी अनुशासित हुनुपर्छ, अनुशासनमा रहनुपर्छ। त्यस्तै 2007 सालमा प्रजातन्त्र आएपछि 2013 सालमा तामाङ घेतुङ सङ्घ भन्ने एउटा छ कि, त्यो गठन भएर चाहिँ केन्द्रीय यो तामाङ घेतुङ सङ्घ। 16 साल 17 सालमा चाहिँ राजा माइतीले कु गरिदियो। त्यो सँगसँग सबै भङ्ग भोगो आएर के खुलेको थियो। अब त्यहाँबाट फेरि 2046 सालमा एकचोटि चाहिँ बौद्धले व्यवस्था आएपछि 47 साल माघको कति फेरि तामाङ घेतुङ सङ्घ पुनर्जीवित भएको छ। भने अब त्यस्तो खालको शासनले त तपाईँ हामीलाई सबैलाई पछाडि पार्ने हो। मान्छेले भन्छ यो विदेश गयो, अब विदेशमा त जानै पर्यो, कमाउनु नै पर्यो। अब मेरै 4 भाइ छोरा सबै विदेश, यहाँ बसेर पढाउनु सक्दैन। सबैको छोराछोरी बोर्डिङमा पढाएको छ। सबै तपाईँको सबै लगभग 25% मान्छे घरमा कार गाडी छ, प्रत्येकको घरमा चाहिँ स्कुटी छ। त्यो केले आयो त? सबै कमाएर नै हो। राम्रो होला। र त्योभन्दा विकल्प अरू कुनै धार्मिक स्थलहरू भवन जस्तो अथवा प्रतिष्ठा जस्तो कहीँ बनाउने ठाउँ छ भने त्यस्तो पाए पनि सल्लाह दिँदा हुन्छ भन्दै माधवजीलाई फेरि अनुरोध गरेँ। मैले पनि भने तपाईँले जग्गा दिनुभयो भने अब
हामी सबैजना तपाईँहरूले सल्लाह गरेर केही गरौँला भन्दै आज यो जुन सम्मेलन गर्नुहुने एकदम खटेर गर्नुभएको छ यहाँहरूलाई एकदमै मुरी धन्यवाद टक्राउँदै फेरि आउँदो वर्षमा पनि यस्तै कार्यक्रममा तपाईँहरूले नै फेरि यसरी नै बसेर रमाइलो गरौँला भन्दै आजलाई बिदा हुन्छु। हस्त धन्यवाद, नमस्कार, जय नेपाल। धन्यवाद। हाम्रा वडा प्रमुखज्यू निकै स्वागत योग्य शब्दहरू गरेर जानुभयो। उहाँले ओमकार परिवारप्रति एकता हुनुपर्छ भनेको कुरा मलाई पनि लागेको छ। हामी उपस्थित भएका छौँ जहाँ जहाँ संयोग मिलेको छ त्यो ठाउँमा हामीलाई ओमकार परिवार अन्यथा छैन। अब अहिलेसम्म कार्यक्रम चलाउँदै गर्दा कसैका नाम लिन सकिएन होला, कसैलाई सम्मान गर्न सकिएन होला, कुनै शब्दमा त्रुटि आयो होलान्। यी कसैलाई यदि बिजाएका छन् भने ती शब्दहरू मलाई नै फिर्ता गरिदिनु होला, म आफू स्वीकार गरेर लिन्छु। र यति भन्दै आजको कार्यक्रमका सभापति श्री मधुविलास नेउपानेज्यूलाई आजका केही शुभकामना सहित कार्यक्रमको विषयमा केही शब्द राखेर यो कार्यक्रम विसर्जन गरिदिनु हुन पनि मैले निवेदन गर्दै म यहाँबाट ओझेल पर्दछु। जय श्रीमन्नारायण। शहीद सैनिकका प्रमुख अतिथिज्यू एवं वडाध्यक्ष श्री ललित मानज्यू, विशिष्ट यस कार्यक्रमका विशिष्ट वडा सचिव वडाका प्रतिनिधिहरू र यसमा सम्पूर्ण वडाबाट पाल्नुभएका कर्मचारीहरू, सम्पूर्ण टोल विकास संस्थाका अध्यक्षज्यूहरू, किरुवती आमा सभाका अध्यक्षज्यू र सम्पूर्ण सदस्यज्यूहरू र 17 वडाका मठ मन्दिर भजन कीर्तन समूहका अध्यक्षज्यूहरू, विभिन्न सङ्घ संस्था एवं शुभचिन्तक व्यासमा आसीन एवं उपस्थित सम्पूर्ण महानुभावहरूमा यस शशिशेखर महादेव शिवालय मन्दिरको तर्फबाट र म व्यक्तिगत तर्फबाट धन्यवाद दिन चाहन्छु। र यस शशिशेखर महादेव शिवालय मन्दिरको पृष्ठभूमि प्रकाश गर्न चाहन्छु। भर्तु महानगरपालिका वडा नम्बर 17 मा पर्ने शशिशेखर महादेव शिवालय मन्दिरको पृष्ठभूमि सदियौँदेखि हिन्दू धर्मलाई आत्मसात गरेर आफ्नो जीवन लीला गुजार्दै आएका हामी नेपालीहरूको जीवनको मूल मन्त्र नै वैदिक सनातन धर्ममा निहित रहेको छ। देशको केन्द्र बिन्दु भएकोले पनि यस चितवन जिल्लामा धार्मिक हिसाबले धेरै मानिसहरूको चहल पहल अन्य क्षेत्रको तुलनामा अलि बढी नै देखिन्छ। आध्यात्मिक चिन्तनलाई जीवनको धरोहर ठान्ने यस क्षेत्रका मुमुक्षुहरू आफ्नै टोलमा एक पवित्र स्थलको हेतुले रु 3 लाख बराबरको 2 धुर जग्गा श्री काशीनाथ घिमिरे र रु 9 लाख बराबरको 6 धुर जग्गा भजन कीर्तन मण्डली एवं किरण ज्योति आमा समूहले गरी जम्मा 8 धुर जग्गा खरिद गरी समाजका हरेक सदस्यहरूको पहलमा यस शशिशेखर महादेव शिवालय मन्दिरको स्थापना गरिएको हो। यसै सिलसिलामा आर्थिक वर्ष 2076-77 मा यसै भेगका अभिभावक एवं जनप्रतिनिधि आदरणीय ललितमान तमाजु जो हाल वडा अध्यक्ष पनि हुनुहुन्छ, उहाँबाट नै यस मन्दिरको शिलान्यास गरिएको थियो। आर्थिक वर्ष 2077-78 मा स्थानीय निकाय अर्थात् वडा स्तरीय विनियोजित बजेट रु 1,50,000 र स्थानीय किरुज्योति आमा समूह एवं भजन कीर्तन मण्डलीको संयुक्त रकमबाट मन्दिर निर्माणको कार्य शुभारम्भ भएको हो। आर्थिक वर्ष 78-79 मा बागमती प्रदेशका भूमि व्यवस्था सहकारी तथा ग्रामीण निर्माण मन्त्री स्वर्गीय बलराम पौडेल ज्यूबाट उपलब्ध भएको रु 10 लाख विनियोजित बजेटबाट यस मन्दिरको पूर्वाधार सत्तल आदिको निर्माणको कार्य गरियो।
आर्थिक वर्ष 2078-79 को वडा स्तरीय विनियोजित बजेट रु 2 लाखबाट शिव मन्दिरदेखि पिचसम्म जाने बाटोमा करिब 12 मिटर मोजाइक टाइल बिछ्याउने काम गरियो। आर्थिक वर्ष 79-80 मा वडा स्तरीय विनियोजित बजेट रु 2 लाख मध्ये प्राविधिक गडबडको कारणबाट रु 66,000 मात्र प्राप्त भएकोले उक्त रकमबाट ग्रेभलको काम गरियो। मोजाइक टाइल बिछाउने काम गर्न सकिएन। आर्थिक वर्ष 80-81 मा वडा स्तरीय विनियोजित बजेट रु 2 लाख बजेट परेकोले अधुरो नै रहेको अन्दाजी 58 मिटर बाटो मध्ये 15 मिटर मात्र बाटो मोजाइक टाइल बिछाउने काम गरियो। आर्थिक वर्ष 81-82 मा यस शशिखर महादेव शिवालय मन्दिर र पूर्वाधार निर्माणको लागि वडा स्तरीय विनियोजित बजेट रु 4 लाख मध्येबाट अधुरो रहेको मन्दिर सत्तलको पर्खाल सामान राख्ने एउटा कोठा चर्पी पानी ट्याङ्की धारा रङ रोगन आदि निर्माण कार्य पुरा गरियो। आर्थिक वर्ष 81-82 मा महानगरपालिका नगर विकास योजना अन्तर्गत शीर्षकमा रु 5 लाख बजेट परेकोले उक्त रकमबाट मन्दिरदेखि पिच बाटोसम्म जोड्ने बाँकी बाटोलाई मोजाइक टाइल निर्माण कार्य पुरा गर्ने लक्ष्य राखिएको छ। बाटो निर्माण उपभोक्ता समितिको गठन भई सम्झौता पनि भइसकेको छ। अब 81-82 मा वडा स्तरीयबाट नै भरतपुर महानगरपालिका 17 मा धार्मिक कार्यक्रम अन्तर्गत रामनवमी पर्व मनाउने कार्यक्रम प्रथम पटक यही शशिखर महादेव शिवालय मन्दिर हरियाणा टोलमा गर्न लागि सबैलाई सर्वविदित छ। यस शशिखर महादेव शिवालय मन्दिरमा दैनिक भजन कीर्तन वा धार्मिक पर्वका दिनहरूमा विविध कार्यक्रमहरू गर्न वाद्य वादन सामानहरू जस्तै खैजडी मुजुरा मादल बाँसुरी झुरमा तबला अक्टोप्याड हार्मोनियम साउन्ड सिस्टम जस्ता सामानहरू यस शशिखर महादेव शिवालय मन्दिरलाई अत्यावश्यक भएको हुँदा आगामी दिनहरूमा पक्कै पनि वडा अध्यक्षज्यूबाट शिवालय मन्दिर धार्मिक दृष्टिकोण राखी भूमि आर्थिक भौतिक तथा भौतिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी महानुभावहरूप्रति मुरी धन्यवाद दिन चाहन्छु। यसमा समापन गर्न चाहन्छु। Na na
बस्छु हो मेरो घर अरू मेरो कोछारा ईश्वरको Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ những video hấp dẫn.